र त्यहाँ चाहिँ लगभग 3 दिनसम्म आनापाना हुन्छ र आनापानामा चाहिँ हाम्रो ब्रिथिङको ध्यान हुनेछ र ब्रिथिङलाई अब्जर्भ गरेर ध्यान गरिन्छ त्यसमा चाहिँ। र त्यसपछि चाहिँ विपासना ध्यान हुन्छ। विपासना ध्यानमा चाहिँ हाम्रो बडीले सेन्सेसन, हाम्रो बडीमा जे जस्तो टाइपको सेन्सेसनहरू आउँछ त्यसलाई चाहिँ रियाक्ट नगरिकन अब्जर्भ गर्न सिकाउँछ। जस्तै हाम्रो ध्यान गर्दाखेरि त हाम्रो खुट्टा दुख्छ, ढाड दुख्छ, हाम्रो बडीको डिफ्रेन्ट पार्टमा पेनहरू हुन्छ र त्यो पेनहरूलाई चाहिँ हामीले रियाक्ट नगरिकन अब्जर्भ मात्रै गर भनेर चाहिँ त्यसरी सिकाउँछ। सो विपासना ध्यानले चाहिँ हाम्रो मन र हाम्रो शरीर चाहिँ कसरी इन्टररिलेटेड छ भन्ने कुरा चाहिँ सिकाउँछ र हाम्रो मन कतिको चञ्चल हुन्छ। हामीले यो चञ्चल मनलाई कन्ट्रोल गर्न सकेनौँ भने हामी कुन लेभलसम्म जान सक्छौँ र हामीले यो चञ्चल मनलाई कन्ट्रोल गर्न सकेनौँ भने हामीभित्र भएको एङ्गर, जेलसी, हेट्रेड त्यो सबै बर्स्ट हुनेछ, त्यो सबै एक ठाउँमा आएर फुट्नेछ भनेर भनेको छ। त्यही भएर हामीले हाम्रो माइन्डलाई कन्ट्रोल गर्नु चाहिँ एकदमै जरुरी छ। सो विपासना ध्यान चाहिँ मेरो लागि एकदमै एउटा राम्रो र फ्रुटफुल एक्सपिरियन्स रह्यो र म अब रेगुलरली चाहिँ यो ध्यानलाई घरमा पनि प्र्याक्टिस गर्नेछु र म अरू साथीहरूलाई पनि मैले धेरै साथीहरूलाई रिकमेन्ड गरिसकेँ यो ध्यानले मेरो लाइफमा कस्तो चेन्जेस आयो भनेर।